साथीहरु म तपाईहरुको आफ्नै साथी सुनिल मगर आज पनि फेरि अर्को अत्यन्तै महत्त्वपूर्ण अथवा नयाँ भिडियो लिएर फेरि पनि उपस्थित भइसकेको छु मेरो च्यानल मार्फत। आज चाहिँ म तपाईहरुलाई आफ्नो टिकटक भिडियोमा अहिलेसम्म तपाईहरुले देख्नु भएको छ कि 15 सेकेन्ड र 60 सेकेन्ड 1 मिनेटको भिडियो मात्र अपलोड गर्न पाइरहेको अवस्था हो। तर अहिले चाहिँ टिकटकको नयाँ अपडेटमा चाहिँ के छ भन्दा 3 मिनेटसम्मको भिडियोहरु तपाईले आफ्नो टिकटक आइडीमा चाहिँ अपलोड गर्न सक्नुहुनेछ। त्यो कसरी भन्ने बारेमा चाहिँ म यो पुरै भिडियो बनाउन गइरहेको छु। यो भिडियो मार्फत म तपाईहरुलाई कसरी अपलोड गर्ने 3 मिनेटको भिडियोहरु कसरी आफ्नो आइडीमा पोस्ट गर्ने भन्ने सबै कुराहरु सिकाउन गइरहेको छु। त्यसैले तपाईहरु नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानलमा जोडिनु होला अनि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै इन्स्टाग्राम फेसबुक पेजमा पनि मलाई फलो गर्नु होला। त्यहाँ पनि यहाँ राख्ने भिडियोहरु सबै त्यहाँ पोस्ट गर्ने गरेको छु। ल त भिडियो सुरु गरौँ। सबैभन्दा पहिला तपाई टिकटक ओपन गर्नु होला। टिकटक खोलिसकेपछि तपाईको यस्तो इन्टरफेस आउँछ। त्यसपछि तपाईले यहाँ मैले राखेका भिडियोहरु हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले 3 मिनेटको भिडियोहरु यो भन्दा अगाडि पनि 2-3 वटा भिडियोहरु पोस्ट गरिसकेको छु र आज चाहिँ म विशेष तपाईहरुलाई कसरी राख्ने भन्ने बारेमा चाहिँ सिकाउन गइरहेको अवस्था हो। त्यसैले तपाई यहाँ हेर्न सक्नुहुन्छ। यो भिडियो मैले आज बिहान मात्र पोस्ट गरेको थिएँ र अर्को भिडियोहरु यो 2-3 भिडियोहरु हिजो यो पोस्ट गरेको थिएँ। टाइम स्ट्याम्प युट्युबमा कसरी लगाउने भन्ने बारेमा पनि यो भिडियो बनाएको थिएँ। यो पनि मैले 3 मिनेटको भिडियो यहाँ पोस्ट गरेको छु। यसको लागि सबैभन्दा पहिला तपाई तल प्लस आइकनमा ओके गरिदिनु होला। त्यहाँ थिच्दिनु भयो भने तपाईको यस्तो इन्टरफेस आउँछ। यहाँ तपाईले देख्न सक्नुहुन्छ 60 सेकेन्ड 15 सेकेन्ड लाइभ अनि टेम्प्लेट भनेर देखाउँछ। यहाँ मध्ये तपाईले के गर्नु पर्दैन। सबैभन्दा पहिला माथि यसको माथि चाहिँ उसमा जानु होला। यो टेम्प्लेटहरु योलाई छोडिदिनु। लाइभ भिडियोहरु यो तपाईको 1000 प्लस भएपछि यो त्यतिकै देखाइहाल्छ। त्यसपछि तपाईले 3 मिनेटको भिडियो कसरी अपलोड गर्ने भन्ने बारेमा चाहिँ सबैभन्दा माथि क्यामेरा आइकन दिएको छ। त्यसको यतापट्टि चाहिँ एउटा फाइल भन्ने दिएको छ। त्यो फाइलमा ओके गरिदिनु होला। यो माथि यहाँ देख्न सक्नुहुन्छ। माथि मैले चाहिँ यहाँ क्लिक गर्दिए। यहाँ क्लिक गरिसकेपछि तपाईको यस्तो मैले चाहिँ यहाँ प्राइभेसीको लागि आफ्नो फोटोहरु ब्लर गरेको छु। यहाँ भने तपाईले एउटा आफ्नो ग्यालरीबाट एउटा भिडियो चुज गर्नु होला 3 मिनेट भन्दा माथिको। अनि त्यसपछि त्यो भिडियो चुज गरिसकेपछि तपाईले के गर्न सक्नुहुन्छ भने सिधै त्यहाँ चुज गरिसकेपछि ओके गरिदिनु होला। ओके गरी सिलेक्ट गरिसकेपछि तपाईको यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ तपाईले अब यहाँ नेक्स्टमा थिच्दिनु होला। त्यसपछि थिचेर तपाईले यहाँ देख्न सक्नुहुन्छ 60 सेकेन्डको भनेर देखाएको छ हैन। 60 सेकेन्डको देखाएको छ। अब कसरी 3 मिनेटको गराउने त भन्ने बारेमा चाहिँ म फेरि यहाँ थिएँ। अहिले यहाँ तपाईले एउटा कर्नरमा मैले जुन त्यहाँ चिन्ह दिइराखेको छु एरर दिएको छु त्यहाँनेर तपाईले औंलाले त्यहाँ थिचेर यता तान्दिनु होला। यता तानिसकेपछि अब एकैछिनपछि हेर्नुस् है कस्तो हुन्छ। यहाँ मैले चाहिँ आफ्नो हातले यहाँ थिच्दे यता तान्दे। यता तानिसकेपछि यो भिडियो मेरो तल तपाईहरु टाइमलाइनमा हेर्न सक्नुहुन्छ 3 मिनेटको भयो। अब यहाँ तपाईले तल 3 मिनेटको भिडियो देख्न सक्नुहुनेछ हैन। यस्तै गरी त्यसपछि यो सबै भइसकेपछि तपाईले चाहिँ यो माथि तपाईको नेटमा भर पर्छ कतिको स्लो फास्ट छ। त्यसपछि यो 100% भइसकेपछि माथि नेक्स्टमा ओके गरिदिनु होला। नेक्स्टमा ओके गरिसकेपछि तपाईको यो यस्तो इन्टरफेस छ। यहाँ तपाईले चाहिँ आफ्नो भिडियोको माथि टाइटलहरु सब टाइटलहरु के राख्ने हो ह्याशट्याग अनि त्यसपछि फिल्टरहरु साउन्डहरु के राख्ने त्यो सबै क्लिक गरिसकेपछि तपाईको यस्तो आउँछ। तपाईले यो भिडियोहरु डाउनलोड गर्न मिल्ने अरूले डिलिट गर्न मिल्ने कि नमिल्ने भन्ने बारेमा चाहिँ तपाईले यो भिडियोहरु सबै सिलेक्ट गरिसकेपछि यहाँ तपाईले टाइटलहरु अनि ह्याशट्यागहरु त्यसपछि यहाँ चाहिँ तपाईले आफ्नो कभरहरु देखाउन सिलेक्ट गरिसकेपछि तपाईको यहाँ पोस्ट हुन्छ। मैले यहाँ पोस्ट भइसक्यो। पोस्ट गरिदिनु। पोस्ट गरिसकेपछि तपाईले अहिले भर्खर मैले गरेको भिडियो यो 3 मिनेटको भिडियो कसरी अपलोड गर्ने भने यो तल मैले लेखेर यो सबै गरिसकेपछि अब यहाँ आयो। तपाईहरुले मेरो प्रोफाइलमा गएर पनि यो हेर्न सक्छ। धन्यवाद तपाईहरु सबैजनालाई सबै कुराहरु थाहा पाउनु होला। मेरो च्यानललाई चाहिँ